हेलो एभ्रिवान। आज चाहिँ हामी हाडी गाउँ हाडी जात्रा भन्ने ठाउँ गएको थियौँ। यो चाहिँ हाम्रो फर्स्टचोटि हो। अनि हामी यहाँ के गर्यौँ म तपाईँलाई भन्छु। फर्स्टमा चाहिँ हामी चाहिँ यहाँ बाफलबाट गएको हो। अनि त्यसपछि त्यहाँ पुग्यौँ। अनि यस्तो यस्तो खानेकुराहरू थियो। के भन्छ यसलाई, के भन्छ तारेको आलु अनि यस्तो चिप्सहरू थियो। अनि यो हामीले टेस्ट गऱ्यौँ फर्स्टमा। मलाई चाहिँ फर्स्टमा चाहिँ खासै मिठो भन्दा पनि धेरै मिठो पनि लागेन, नराम्रो पनि लागेन, एकदम मिडियम थियो, राम्रै भयो पनि। त्यसपछि हामीले यहाँबाट जान्छौँ। मलाई चाहिँ ठिकै छ, धेरै मिठो छैन भन्छु। अनि यहाँ यस्तो चित्र पनि बनाउँदैछ। अनि हामी गयौँ। अनि मोटु र मेरो यस्तो चित्र बनाएको, मैले चित्र भन्छु र यस्तो भिडियो बनाएको छायाको। अनि त्यसपछि हामी गयौँ। मोटुले के भन्दैछन् कि काहीँ नभएको जात्रा हाडी गाउँमा भनेको यो भन्दैछन् यिनले चाहिँ। अनि हेर्नु न यस्तो खालको लुडो खेलिरहेको रहेछ कि स्नेकवाला बच्चाहरू, एकदमै राम्रो लाग्यो मलाई चाहिँ यो चाहिँ। अनि अगाडि चाहिँ यहाँ चाहिँ खाली थियो है, मान्छेहरू कोही थिएन। पछि चाहिँ यस्तो धेरै मान्छे हुन्छ। यहाँ चाहिँ खानालाई यस्तो टेस्ट गर्नलाई सबजना बसिरहेको छ। यस्तो दामी खानेकुरा छ गाइज। तपाईँहरूलाई पनि केही टेस्ट धेरै खाने परिकारहरू खाने मान्छे यहाँ जाँदा हुन्छ। शनिबार भाउजू चाहिँ मुख रसायो भन्दै हुनुहुन्थ्यो है। मुटुको पनि पानी आइसक्यो अरे मुखबाट। त्यसपछि हामी एउटा गयौँ। सब हेर्दैछौँ, सब खाँदैछन् आफ्नै धुनमा बस्तले। यहाँबाट जान्छौँ। यहाँको खानेकुरा चाहिँ मैले झन् यस्तो राम्रो देखेको थियो। त्यसपछि यो हेऱ्यौँ तर खाएन भनेर चाहिँ। अनि गयौँ। अनि त्यसपछि यहाँ पुग्यौँ। यहाँ चाहिँ धेरै चाहिँ नेवारी खानेकुरा पाइँदो रहेछ। सोइला के हुन्। अनि मलाई चाहिँ नाम पनि राम्रोसँग छैन, थाहा छैन। हेर्नु न यस्तो राम्रो भाडामा राखेको थियो। मलाई चाहिँ एकदम राम्रो लाग्यो। म चाहिँ यहाँ चाहिँ फर्स्टचोटि आएको हो। अनि भाउजूले भन्दै हुन्छ मेरो पानी आइसक्यो, छिटो जाऊँ घुममा भनी खाऊँ भन्दै हुनुहुन्छ। अनि मुटुको नि पानी आइसक्यो अरे हो। यहाँ मेरो पनि पानी आइसक्यो भन्दैछन् यिनले, भाउजूले। अनि त्यसपछि मैले जुजु दौ होइन मोटु यो। अनि मैले जुजु दौ फर्स्टचोटि यही ट्राई गरेको। गुलियो दही, नाम चाहिँ जुजु दही, तर यो गुलियो दही भन्दा नि हुन्छ। हाम्रो भाषामा गुलियो दही है यो चाहिँ, मटकामा पाइने। तर यहाँ मटकामा पाइने भएर किन यसको नामै चेन्ज भएछ, जुजु दौ रे। मिठो थियो पनि। यसलाई किन जुजु दौ भनेको भन्ने चाहिँ मलाई थाहा भएन। त्यसपछि मैले एमरी होइन मोटु, मैले एमरी टेस्ट गरेको फर्स्ट टाइम आज जिन्दगीको पहिलोचोटि। खुवावाला एकदमै मिठो लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ भन्नु होला कृपया। अनि खाएँ, धेरै मिठो पनि लागेन, त्यस्तो नराम्रो चाहिँ लागेन, ठिकै लाग्यो है। यहाँ पछाडि कसरी कम गरेर खान लाग्छन्, तर मैले देखेको थिइनँ। यहाँ भाउजूले चाहिँ मेरो भिडियो बनाइदिनु भएछ। मोटुले हुन् कि क्या। त्यसपछि यहाँ यस्तो हातले बनाएको हुन्छ नि, त्यस्तो बनाएको रहेछ हेऱ्यौँ। अनि यतातिर चाहिँ मैले चाहिँ यहाँ खसीको छोइला भनेर आएको। लास्टमा त बफको जिब्रो र त्यो रहेछ। अनि उहाँहरूले खानुभयो, पिरो भएर हेर्नु न, तातो भएर ममा खाएका गाइजहरूले। मुख हेर्नु यिनीहरूको कस्तो छ। मुख हेर्नु न यहाँ तातो भएर कस्तो गर्नुभएको छ गाइजहरूले। त्यसपछि यिनले मोटुको पालो आयो, मोटुले खाए। ओ मिठो रहेछ भन्दैछन्। म चाहिँ नखाने भएँ, त्यही भएर यतातिर हेर्दैको। यिनीहरूले चाहिँ खाएँ, म चाहिँ बफ खाँदैन। अनि त्यसपछि पालो आयो, यिनीहरूले खाने जिब्रो भैँसीको जिब्रो खाँदैछन् गाइज। अनि म चाहिँ यस्तो कस्तो क्युट लाग्यो, तर मैले कहाँ युज गर्ने भन्ने नै थाहा भएन कि। अनि मैले लिएन यो चाहिँ, तर मलाई मन चाहिँ परिरहेको थियो है। त्यसपछि अर्को यहाँ किन्नु भएछ यो के को फापर के भन्दै हुन्थ्यो, बिर्सेँ मैले। म चाहिँ भिडियो बनाउनुमा ठिक छु। त्यसपछि हामीले के खायौँ, यो के हो, चटामारी खायौँ। चटामारी पनि भन्ने मैले जिन्दगीमा पहिलोचोटि खाएको आज। यो पनि ठिकै लाग्यो मलाई, धेरै मिठो पनि लागेन, ठिकै। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ, अन्डावाला मिठो लाग्यो। अनि यो खाएँ मैले, यसको नाम के अरे मोटु, बिर्सिहाल्यो। त्यो खाएँ। अनि यहाँ डान्स हेऱ्यौँ, रमाइलो हुँदैछ। डान्स पनि गरिरहेको थियो गाइजहरूले, राम्रो डान्स गरिरहेको थियो। जस आफ्नो कल्चर बचाइरहन्। यहाँ तामाङ गानामा नाचिरहेको थिएँ यता चाहिँ। त्यसपछि डान्स हेरेर
इन्जोय गऱ्यौँ हामीले। मुटुहरू चाहिँ उता खाजा खाइरहेको थिएँ, खाजा सेट। अनि त्यसपछि हामीले यस्तो हेऱ्यौँ अनि यिनीहरू भएको ठाउँ आयौँ। यिनीहरू त पुरा यति धेरै मगाइ खाँदो रहेछन्, खाइरहेको रहेछन् अनि हामीले पनि खायौँ। मैले चाहिँ मस्यौरा र चिकन छोइला खाएँ। फेरि अर्को डान्स पनि भइरहेछ, त्यहाँ पनि हेरेँ मैले चाहिँ, एकछिन हेरेँ। यो चाहिँ नेवारी गाना थियो, अघिको तामाङ। त्यसपछि अर्को डान्स थियो, यो चाहिँ नेपाली गाना भन्ने कि क्या, फुल के अरे चोली राम्रो के भन्ने आएको थियो त्यो गानामा डान्स गर्दै हुनुहुन्थ्यो राम्रोसँग। त्यसपछि हामी घर फर्क्यौँ, तरबाट सिधै आयौँ न्यु रोड हुँदै। आजको दिन यसरी न्यु रोड हुँदै घर आयौँ। अनि यहाँबाट घर आउँदाखेरि हामीले हट विङ्स पनि ल्याएको थियौँ।